के छ यार रहेछ म चाहिँ खासै अफरोड नजाउँ भनेको मेरो पछाडिको सस्पेन्स पनि जान लागिसकेको छ कि उसको चाहिँ 400 हो है टायर अब्बलोक राखेको रहेछ So hello and namaste everyone, welcome back from Chittagong again. So अहिले म चितवनमा छु आज. So पोखराबाट आए हिजो र कस्तो गर्मी यार यता चाहिँ अब यस्तो चिसो थियो उदागी रुगा लागेको थियो हैन. अब यहाँ भने फेरि कस्तो गर्मी छ कि. सो अहिले चाहिँ म यता हाम्रो प्रज्वल भाइलाई भेट्न जाँदैछु. ट्राभल विथ प्रज्वल भनेर छ उसको चाहिँ आइडी. अब उसको च्यानल पनि छ तर ऊ चाहिँ खासै एक्टिभै छैन क्या युट्युबमा चाहिँ. सो भाइलाई भेट्न जाँदैछु प्लस यो बाइक पनि एकचोटि देखाइहालौँ भनेर हो कि. अब हिजो आउँदा आउँदै चेनमा कस्तो त्यो क्याटाक्क गाँसो लाग्यो त्यो के भएको त्यहाँबाट यस्तो आत्तिएर आइयो कि बिस्तारी बिस्तारी त्यही त हो नि. अब यहाँबाट चाहिँ कहाँ हो यहाँबाट राइटै हो क्या. सो चितवनको चाहिँ यो बाटोहरू क्या खाली खाली छ हेर्नु न. यो बाटोले चाहिँ जे होस् लास्टै ऊ हराउँछ कि. सुरु आउँदा चाहिँ कन्फ्युज हुन्थेँ जे होस् अहिले अब दुईचोटि आइसक्यो नि त यता त्यो भएको भएर चाहिँ खासै त्यस्तो कन्फ्युजिङ चाहिँ मलाई लागेन है. अब यो 45-50 भन्दा बढाउनु बित्तिकै फेरि ऊ हुन्छ कि मेरो. सो मेरो स्क्रिन अफ हुनुपर्ने स्क्रिन अफ भएन है. शिव ओइल स्टोरतिर आउँछु भन्दै थियो भाइ. अब यहाँ अगाडि कहाँ बाटो काट्ने ठाउँ थियो कि एउटा त्यही पेट्रोल पम्पमा गरै रोक्नु पर्ला जस्तो छ कि पेट्रोल पम्पको साइडमै आएर बस्छौँ यार. ऊ जसरी नै आउने यतै हो तर घाम छ यार लास्टै. सो इट्स बेटर टु वेट एट पेट्रोल पम्प. यहाँ यो बाटो काट्ने ठाउँ चाहिँ अलिक कस्तो औडा छ कि अजिबै लाग्ने पुरै ऊ छ कि लाइक ठाउँै कति टाढा छ. अब यहाँ एकछिन रोक्न मिल्छ कि मिल्दैन भन्ने कुरा हो मेरो है. पेट्रोल पम्पमा एकछिन रोकिदिइहालौँ न केही फरक नपर्ला. त्यो भाइ त यतैबाट आएको देखिन्छ होला हौ. एकचोटि सेटिङ मिलाउनु पर्यो यार. सो भाइ आउँदैछ है. म चाहिँ यहाँ शिव पेट्रोल पम्प भन्नेमा कुर्दैछु भाइलाई. सो लेट्स सी के हुन्छ. खै त रेकर्ड भइरहेछ. ठ्याक्क 3 सेकेन्ड्समा चाहिँ यो स्क्रिन अफ हुन्छ कि त्यसको ब्लिङ्केजहरू चाहिँ. ओके सो म चाहिँ यहाँ अहिले पेट्रोल पम्पमा हाम्रो प्रज्वललाई कुर्दैछु. सो आज भयो भने एउटा बाइकको रिभ्यू भिडियो पनि एउटा बनाऊँ कि भनेर बसिरहेको छु है. अब हेरौँ ठ्याक्कै फोन आयो जस्तो छ यार. हो त हेलो हजुर कता पुग्यो जङ्गल ए मैले त केही थाहा छैन यार यहाँको आउनु है. ए ल ल ल ल त्यही त कहाँ केही थाहा छैन कि मलाई यहाँको. सो बाइक यस्तो छ हालत वास गराउनु पर्ने छ है. वास चाहिँ गराएको छैन. सो 50,000 को ओनरसिप रिभ्यू एउटा चाहिँ आउँछ होला. सो बाइक कस्तो छ र के छ कस्तो पर्फर्मेन्स छ. सो मेबी हेरौँ आज साँझतिर एउटा चौरतिर गएर यस्तो बसेर टक्क बनाउनु पर्ला भनेर सोचिरहेको छु. अब के हुन्छ. बाइक ल हाम्रो प्रज्वल चाहिँ आइपुग्यो फाइनली. अब म उता जाँदैछु है. कहाँबाट काटौँ त यार बाटो यतैबाट काट्नु पर्ला. त्यो बाटो काट्नलाई चाहिँ कस्तो छ्याउ छ कि यता. अब यो रङ लेनमा गइरहेको छु म. कस्तो झ्याउ छ कि थाहा नभएर हो कि मलाई. यहाँबाट यसरी काट्दा नि एकदम हेरेर काट्नुपर्छ है तपाईँहरूले. ठ्याक्क यताबाट पनि गाडी आइरहेको छ यताबाट पनि गाडी आइरहेको छ. के छ यार ल मेरो भ्लगमा बधाई वेलकम छ. गर्मी लाग्दैन गर्मी हुँदैन यस्तो गफले. ए हो त्यही त ल जाउँ कता ए ल हुन्छ होइन ल आयो है 400 उसको चाहिँ. यस्तो गर्मीमा पनि त्यत्रो ग्लभ्स लगाएर बानी अल्पाइन स्टारको ग्लभ्स लगाएर हिँडिरहेको रहेछ यार केटो. तर बानी भइसक्यो भन्छ उनीहरूलाई. तर हुन त हो यार यहाँ बसेको मान्छेहरूलाई चाहिँ प्रायः बानी भइसक्यो नै हुन्छ कि. ए बल्ल हावा यार शीतल. नत्र त गर्मीले अघि त त्यहाँ पेट्रोल पम्पमा बस्दा भतभत भइसकेको थियो कि.
आमा कस्तो कुदेको जस्तो लाग्यो त्यो 400 कस्तो बिस्तारै गइरहेछ है। म 85 मा गइरहेको छु, एकछिनमै पुग्छ यार यहाँ त। त्यही त 400 भने 400 नै हुन्छ कि। 250 मा त्यस्तो पावर छ, तर त्यस्तो विधि पनि बुझ्दैन कि। ल हेर न, म 80 मा गइरहेको छु, ऊ मजाले गइरहेको छ कि आनन्दले। तर यहाँ त यस्तो हावा आयो नि कस्तो गर्मी हुने रहेछ कि। लास्टै गर्मी लाग्यो यार मलाई त। के हो यहाँको मान्छेहरूलाई गर्मी नि नलाग्ने कि के हो, तर गर्मी त लाग्दो होला नि यार, जे हो मान्छे हो है। मेरो बाइकको चेन अलिक टाइट गर्नुपर्ने छ कि। मेन कुरा चाहिँ आज म आउनुको मेन भनेको चाहिँ चेन टाइट गर्नुपर्ने छ, किनकि चेन अति नै लुज भएको छ। अनि चेन लुजले गरेर चाहिँ ऊ भइरहेछ कि, यस्तो पिकअपै नभए जस्तो फिल भइरहेछ कि बाइकमा। अब हेरौँ यार, चेन टाइट हुने हो कि चेन स्प्रकेट फेर्ने हो कि के हो। सेक्सी देख्छ यार 400 त, लास्टै सेक्सी देख्ने। म त लास्ट मनपर्छ कि 400 त। साइन पो दिइरहेको रहेछ, म त के गरिरह होला भन्नु थालेको त। सायद त्यो ग्रुपमा हिँड्दाखेरि साइनको ऊ हुन्थेन, अहिले अब कति धेरै लिची हो यार यो चितवनमा त। काठमाडौँमा त्यस्तो खासै देखाएको थिएन, यहाँ अस्तिदेखि लिची देख्दा वाक्कै भइसक्यो कि। खै यो कहाँ उताबाट टिपेर ल्याउँदो रहेछ नि मान्छेले चाहिँ, यहाँ पर केजीको 180 200 त्यसरी बेच्दो रहेछ कि। अब इट डिपेन्ड्स अपन द पिपल है, प्राइसको रेन्जमा चाहिँ के कति ऊ छ भनेर। म चाहिँ यस्तो हाफ ग्लोभ्स लाएर हिँडिरहेको छु कि, ऊ त पुरै फुल ग्लोभ्स लाएर बानी भइसकेको छ उसको चाहिँ। सो हामी चाहिँ ठ्याक्क यो पोखराको पेट्रोल पम्प नजिक आइपुगेँ। अब आई डोन्ट नो कता लगिरह उसले है, एक्ज्याक्ट थाहै छैन यार। यहाँको कि नाली सफा गरे हो कि क्या हो, पुरै निकालेछ त नालीको फोहोर, माटो जम्मा भयो भनेर निकाले जस्तो लाग्यो। हामी अहिले कता गइरह हो प्रज्वल, कतातिर गइरह हामी? कहाँ हो त्यो भने? ए हो ल, ए ल हुन्छ। ल हामी फेरि ब्याक टु द हाइवेमा आइपुग्यौँ है। अब यहाँबाट लेफ्ट जाने जस्तो लाग्यो कि। यहाँबाट के जानु मिल्छ त? मिल्दो रहेछ। यस्तो नारायणको तिरमै रहेछ नि त, त्यही भएर नारायणीको तिर भन्यो कि के भन्यो। ए नाइस, बवाल रहेछ यार ठाउँ त, दामी रहेछ नि त। इभिनिङमा यस्तो वकहरू आउनुलाई अथवा बाइक लिएर आउनुलाई नि क्या दामी रहेछ यार ठाउँ। जे होस् मेरो रुवा चाहिँ निको हुन्छ भनेर ठानेको, तर निको भइरहेछ। तर जे होस् सिँगान चाहिँ आएको छैन, त्यो हाँच्यु चाहिँ आइरहेको छ कि मलाई। निको भइदिए त हुन्थ्यो क्या अरे। ए यो त अस्ति हामी यता अगाडि आएको जस्तो लागेको थियो हिँडेर, यस्तो बनाइसकेको रहेछ नि त। यहाँ अगाडि झुलाहरू छ भने चाहिँ हामी अस्ति आइसक्यो होइन, नत्र चाहिँ दिस इज द न्यू प्लेस फर मी। दामी रहेछ यार ठाउँ त, कति मान्छेहरू बस्ने रहेछ कि यहाँ आएर। ठ्याक्कै यो खोलाको तिरमा रहेछ। म चाहिँ खासै अफरोड नजाउँ भनेको, मेरो पछाडिको सस्पेन्स पनि जान लागिसकेको छ कि। अलमोस्ट लाइक अफरोड जस्तै छ यो ठाउँ पनि फेरि। धुलो
यहाँ के रोक्ने हो र चिया पाउँथ्यो के दाबे ए बस्ने ठाउँ थियो ए ए अब तलै जानुपर्ने भयो यतै बसौँ न त एकछिन हुन्छ बस हुन्छ कस्तो रमाइलो यार ठाउँ त यहाँ ठाउँ दामी छ रोक्ने हो म पानी हेर्छु ल उसको लागि 400 हो है टायर अब्बलोक राखेको रहेछ यो एउटाको मात्र 2200 कि 2400 पर्छ कि कस्तो अचम्म लाग्ने के यो मैले लिन राख्न सोचेको फेरि त्यो राखेर पछाडि ब्याग बाँध्दाखेरि अप्ठ्यारो हुन्छ जस्तो लागेर ल गरिदिने त्यो पेट्रोल अनि केटा बोलाउने के बच्चा झेल रमाइलो हुन्छ यहाँ त्यही त मान्छे पनि खासै छैन है मेबी गर्मी भएर होला एक दिन राइडमा बोलाउँछु आउँछन् के छन छन् यसोमा निस्किन्छन् के ए यो टाइम निस्किने टाइमै होइन क्या खासमा चितवनमा गर्मी छ नि त यो टाइमले मात्र घरभित्रै बस्छ जब गर्ने मान्छे त बाहिर निस्किँदैन त्यो पनि हो फेरि बिजोग छ क्या है अहिले त 7 दिन अझै कति गर्मी छ हजुर त ब्याड टाइममा आउनुभयो धन्न अहिले हेर्नु न बेलुकामा पानी परिरहेको छ हो ल जाउँ यो ठाउँ चाहिँ दामी छ है यो नारायणीको तिर हो नारायणको तिर हो यो चाहिँ 400 को सस्पेन्सन चाहिँ दामी नै रहेछ सो एकचोटि ब्याग देखाऊँ है कस्तो कस्तो हुन्छ बाइक चलाउन थालेपछि बल्ल अलिकति शीतल हुन्छ क्या यहाँ सो बाइक देखाउन ला हो खासमा हाम्रो भाइ चाहिँ यहाँ चितवनको भनौँ न डोमिनार ग्रुपको कोर टिम मेम्बर हो सो अब काठमाडौँतिर चाहिँ थाहा भएन चितवनमा चाहिँ खासै धेरै मान्छे छैन कि अनि त्यही भएर उनीहरूले चाहिँ स्टार्टिङदेखि नै सुरु गरेर रहेछ कि यो सो डोमिनारको केही समस्याहरू पऱ्यो भने म चितवनबाट इनकेस कसैले हेर्दै हुनुहुन्छ भने हाम्रो प्रज्वल घिमिरे एके ट्राभल विथ प्रज्वललाई चाहिँ यसो सम्झिनु होला उसको टिकटकमा चाहिँ उसले देओस् दामी दामी भिडियोहरू हालिरहेको हुन्छ टाइम टाइममा साउन्ड पनि ठुलो रहेछ कि 400 को त म त 250 र 400 को साउन्ड एउटै होला भन्ने ठानेको त होइन रहेछ तर यस्तो हो फेरि 400 चलाउँदा आफ्नो साउन्ड ठुलो जस्तो लाग्छ है के हो अचम्म लाग्छ त हौ मलाई त तर ट्राइमको चाहिँ ठुलो छ है डोमिनारको भन्दा लाइक मेनी अफ पिपल्स वेयर आस्किङ मी होइन डोमिनार र उसको एउटै साउन्ड हो भनेर तर होइन है ट्राइमको साउन्ड चाहिँ ठुलै छ स्पिड होस् कि स्क्रैम्बलर होस् सो अहिले चाहिँ ब्याक टु हामी यतातिर जाँदैछौँ यो ब्याग अलि टाइट गर्नु पाए हुन्थ्यो यार तर ठिकै छ यति पनि चाहिन्छ अलिकति त अब कहाँबाट जाने हो थाहा भएन कस्तो बोल्नै नसक्ने कि यो तातो हावाले हानेर मलाई अब त्यस्तो ऊ छ नि त अलिअलि खोकी रुवा पनि लागिरहेको छ त्यसले गर्दाखेरि टाउको पनि अलिअलि भारी भारी नै छ कि बटार्यो 400 बटाउनु पर्दैन है 250 त बटाउनु पर्छ क्या यसरी एकचोटि 400 पनि चलाएर हेर्छु अहिले यहाँ भाइको बाइकलाई सो हेरौँ के हुन्छ यता अगाडि राइट साइडमा एउटा देख्न त देखाए हो मैले डोमिनारको सोरुम भन्नाले बजाजको सोरुम सो अहिले यो सिएमसी हस्पिटल यही होला सायद चितवनको मेडिकल कलेज
सो हामी अहिले ठ्याक्कै कता छौँ भन्दाखेरि यो उसको नजिकै आइसकेका छौँ के भन्छ त्यसलाई एयरपोर्टको नजिकै अब यहाँबाट पनि उतै जानुपर्ने हुन्छ अब म उता बिरगन्जबाट आउँदाखेरि मैले याद गरेको थिएँ कि ठ्याक्क लेफ्ट उताबाट आउँदा चाहिँ लेफ्ट साइडमा छ यताबाट चाहिँ राइट साइडमा छ अब इनकेस हेरौँ त्यही हो कि होइन 400 चाहिँ एकचोटि कुदाउनु मन लाग्थ्यो यार एकचोटि आउँदाखेरि कुदाउनु पर्ला So let's go. यस्तो बोल्दै मन नलाग्यो कि यो बाटो देखेर बाटो यस्तो उयो ढुङ्गाले हाने यार हो यस्तो ट्रकको पछि चाहिँ एकदम हिँड्दा अस्ति मेरो ठ्याक्क भाइचर फुटाएको थियो कि यस्तो ट्रकको पछाडि हिँड्दाखेरि सो हाइवेमा चाहिँ अलिक गाह्रै हुन्छ यहाँबाट राइट साइड होला भित्रको लेन छैन हुने हामीलाई त BS4 को र पावर चाहिँ दामी नै हो कि तर चाहिँ जस्तो भन्यो नि जस्तो कि उसले नै भन्यो है BS6 को ऊ र BS4 को ऊमा फरक छ भनेर सो एकछिन यहाँ रोकौँ भित्र लगौँ के हो बजाजको त सर्भिस सेन्टरै ऊ छ कि क्या हो सो यो चाहिँ चितवनको बजाज सेन्टर है बाइक चाहिँ टन्नै रहेछ बजाजको डोमिनार चाहिँ देखिने यही हो ल ल गाइज आइयो है आइयो किसलाई ल एकछिनमा भेट्छु बजाज फोटोमा सबभन्दा पुरानो उयो ए हो त्यसले पनि बिरु मैले फर्स्ट टाइम देखेँ भने थाहा राम्रै छ So अहिले म यहाँ डोमिनारको उसमा सोरुम सर्भिस सेन्टरमा छु चितवनको सो यहाँ चाहिँ हाम्रो प्रज्वल छ है फ्रम चितवन कतिजनाले चिन्छ होला कतिजना होइन प्रायः सबैले चिन्छ होला यहाँ चाहिँ बाइक अलि ऊ भयो कि यस्तो सफा गराउनु ल्याएको ठुलै रहेछ यार यो सर्भिस सेन्टर त काठमाडौँतिर त चितवनको मेन सर्भिस सेन्टर हो काठमाडौँको त कुनै नि हुँदैन यार यत्रो ठुलो स्पेस हेरौँ न ल यहाँ पनि रहेछ यत्रो मेन चाहिँ यही छ कि बाहिर उतापट्टिको बन्द भयो अहिले ए ए अब यहाँबाट के अब टाढीतिर पनि छैन टाढीमा नि छ हो छ तर यत्रो छैन के स्पेस राम्रो धेरै पुरानो होइन यो सोरुम त धेरै पुरानो हो नि दामी यार यहाँको मान्छेहरू चाहिँ अति दामी लाग्यो यार भाइ अब मेबी चिनेर होला होइन सो दुईजना हुनुहुन्छ मेकानिकहरू राम्रो व्यवहार गर्नुभयो राम्रो हेरिदिनु भयो बाइक सब यहाँ चाहिँ डोमिनार खासै धेरै देखिनँ है अब छैन पनि छैन अरे किनकि यहाँ खासै मान्छेले डोमिनार चलाउँदैन अब चलायो नि साँझतिर मात्र निस्किन्छ अरे कि 6 बजेपछि त्यो गर्मी भएको भएर त्यो यहाँ एउटा बाइकको चेसिस त पुरै बाङ्गो भएको थियो त एनएसको हेर्नु सक्नुहुन्छ तपाईँहरूले साउन्ड कतिको आइरहेछ राम्रो आइरहेको होला माइक भइसकेपछि सो अब तपाईँहरूलाई एकछिनमा बाइक रेडी भएपछि भेट्छु बाइक चाहिँ यहाँ वास हुँदैछ है अब चेनहरू टाइट गर्ने त्यस्तो समस्या त केही नि छैन अन्त चेन अस्ति चुट्यो कि भनेर हेरेँ अब चेन पनि एकचोटि हेरिदिनु लानु भएको छ अब त्यो सायद मेबी ढुङ्गा ठोकेर जस्तो लाग्यो कि अस्ति आउँदाखेरि क्याटाक्क गाह्रो जस्तो लाग्थ्यो अब
सबै एकचोटि चलाएर त हेर्नु भइसकेको छ, त्यस्तो समस्या केही नि देखाएको छैन। त्यो एउटा चेक गरेपछि चाहिँ ढुक्क भयो कि आफू। अब फेरि पर्सि जाँदैछु नि त काठमाडौँ, बाटो लामो छ, फेरि बाटोमा केही भयो भने च्या हुन्छ नि त। त्यही भएर एकचोटि देखाइहालौँ, अनि त्यसपछि तपाईँहरूलाई म सिधै बाटोमा भेट्छु। फोन गर्छु नि तिमीलाई, म फोन गर्छु ल। थ्याङ्क यू ल, हुन्छ 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 ल। सो फ्रीमै भयो है। थ्याङ्क यू टु हाम्रो प्रज्वल। चितवनमा आउँदाखेरि चाहिँ डोमिनारको कसैलाई केही हेल्प चाहियो भने चाहिँ हाम्रो प्रज्वल ब्रदरलाई सम्झिनु होला, एकदमै हेल्पफुल है। सो थ्याङ्क यू सो मच। बाइक चेकहरू भयो, चेनहरू टाइट गरायो, मोबिलहरू चेक गरियो, सबै गरियो, वासिङहरू। ओए चेन टाइट, चेन लुजै भएर रहेछ नि त यार मेरो। सो त्यो अगाडिको समस्या चाहिँ यहाँ पनि पत्ता लगाउन सकिएन है। अब त्यसले केही फरक पर्दैन भनेर चाहिँ हेरौँ के हुन्छ अब। ए हो ए ए ए ल थ्याङ्क यू है, थ्याङ्क यू। आमामा त्यत्रो राइट। नाइस यार नाइस। यस्तो पिआर चाहिँ बनाउनु पर्छ है, वेयरएभर यु गो। एकदम दामी लाग्यो। सो अब त हामी फर्किँदैछौँ। द टाइम राइट नाउ इज 3:30। सो अहिले चाहिँ ब्याक टु घर जाँदैछु। फेरि 5 बजीतिर मलाई एकचोटि बजार आउनुपर्ने छ। सो मेरो बाइक चाहिँ अहिले अलमोस्ट कति भने चाहिँ 53,933 किलोमिटर्स कुदिसकेको छ। सो यो रेड लाइट फेरि बल्यो है। अब काठमाडौँ गएर एकचोटि सेन्सर भयो भने फेरिदिनु पर्ला, के हुन्छ। 400 चाहिँ लास्टै कुद्ने यार। बाइक चलाउँ भनेको चलाउनु पाएन, केही छैन। अरू बेला नि चलाएर हो अलिअलि गरेर। सो हेर्नु न उताको माउन्टेन रेन्ज कस्तो मजाले देखेको यार यहाँबाट। सरी माउन्टेन भनेको छ, हिली रेन्ज। डाँडा काँडा देख्दो रहेछ। अब यहाँ त्यस्तो केही पनि देखिनँ मैले, प्लेनहरू। डोमेस्टिक साइड भएको भएर होला। अहिले दिउँसोतिर चाहिँ खासै डुल्दा पनि डुल्दैन होला होइन। त्यो लाइट जुन उसले युज गरिरहेको छ नि त्यो चाहिँ अति बवा होला कि राइट लेफ्ट जानलाई। अब अरू कतिले याद गर्यो गरेन थाहा भएन। मैले चाहिँ अघि ठ्याक्क सुरुमै याद गरेँ कि उसले किन त्यो बालेको भनेर। त्यो भनेको चाहिँ खासमा लेन चेन्जहरू गर्नलाई युज गर्ने हो होइन। ल यहाँको त ऊ रेडी नै भइसकेको रहेछ नि त बाटबाट नि, कति छिटो हो। सो अब भाइ चाहिँ यताबाट राइट कता जान्छ होला, म चाहिँ घर जाँदैछु। सो आजको लागि यति नै। अब तपाईँहरूलाई म नेक्स्ट भिडियोमा भेट्छु होला। टिल देन प्लिज डु लाइक सेयर सब्सक्राइब है। अनि यसो हाम्रो ट्राभल विथ प्रज्वलको यसो
म लिङ्क चाहिँ बायोमा हालिदिन्छु, यसो चेक गर्नु होला। टिकटक दामी दामी भिडियोजहरू आउँछ, प्लस अब उसले सामानहरू पनि। ल कहाँबाट जाने हो? ल ल थ्याङ्क यू है। ए ल ल ल ल ल ल ल हुन्छ हुन्छ ल ल हुन्छ, हस् 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 ल। इट्स अ ग्रेट गाई है। अब उसले चाहिँ बिस्तारै यो सामानहरू उसले ल्याउँदैछ, अब हेरौँ के हुन्छ। यस्तो कसैलाई हेलमेटहरू बुटहरू चाहियो भने है चितवनमा, अब काठमाडौँतिर त मान्छेहरूले यहाँबाट अर्डर गर्दैन होला होइन। सो चितवनतिर कसैलाई केही चाहियो भने हाम्रो ट्राभल विथ प्रजोलाई चाहिँ यसो टिकटकतिर